नमस्कार। प्रतिबिम्ब मिडिया प्रणालीद्वारा सञ्चालित कार्यक्रम बिम्ब प्रतिबिम्बको तर्फबाट यहाँहरू सबैमा हार्दिक स्वागत तथा अभिवादन। आजको कार्यक्रममा हामी वन सम्बन्धी गतिविधिहरूलाई लिएर उपस्थित भएका छौँ। आउनुहोस् कार्यक्रम सुरुवाततर्फ लागौँ। डडेलो नियन्त्रणमा हाम्रो हातेमालो। नेपालमा अहिले पनि वर्षेनी वन डडेलोको अत्यास उठ्दैछ। वनमा डडेलो लागिरहेको अवस्थामा नियन्त्रण गर्नु निकै कठिन र जोखिमको काम हो। त्यसैले वन डडेलो लाग्न नदिनु नै सबैभन्दा उत्तम हो। वन तथा भू संरक्षण विभागले अनेक खालका जैविक र अन्य सामाजिक सामुदायिक उपायहरू अपनाएको छ। सरकारको यो कामलाई स्थानीय नागरिक समुदायले साथ नदिने कुरै भएन। वन तथा भू संरक्षण विभाग र नागरिकको हातेमालोले वन डडेलो पूर्ण नियन्त्रण नभए पनि सकारात्मक उपलब्धि हासिल भएका छन्। डडेलोले गर्ने जन, वन र धनको क्षति न्यूनीकरण गर्नको लागि जनचेतना अभिवृद्धि गर्न देशैभरि अभियानात्मक कार्यक्रमहरू सञ्चालन हुने गर्छ। अभियान मार्फत विभिन्न सरकारवाला निकायलाई प्रभावित क्षेत्रमा परिचालन गर्न सकिएको छ भने सरकारी निकाय, स्थानीय समुदाय र सरकारवाला निकायको साझा प्रयासले डडेलो नियन्त्रणमा केही प्रतिफल अवश्य प्राप्त भएको छ। पालिकाले आफ्नो खालको चाहिँ मिडिया मार्फत पनि अहिले चाहिँ आगलागीका बारेमा पूर्व तयारी कामहरू गर्दैछौँ भने अहिले चाहिँ सामुदायिक वनहरूले पनि आफ्नो चाहिँ रेखाङ्कन यो चाहिँ आगलागीलाई सेफाउनको लागि चाहिँ अग्निरेखा गर्ने काम पनि सामुदायिक वनमा सुरु भइरहेको छ। अनि हामीले पनि उहाँसँग समन्वय गरेर जिल्ला वन या इलाकाका हाम्रा यहाँको चाहिँ अधिकृतसँग समन्वय गरेर यो आगलागीबाट कसरी बचाउन सकिन्छ, किनभने हावा हुँदो सुक्ने बित्तिकै एक खालको चाहिँ जङ्गलमा आगो छोड्ने अहिले नजिक हामीसँग कुष्ठ आरक्षण जोडिएको छ। त्यहाँ पनि अब विविध कारणले आगोहरू आफ्नो उत्पादन के अरे छोडिन्छ, चाहे गोठालाहरूले चाहे अन्य चाहिँ सिकारी लगायतबाट छोडिने आगोबाट पनि विस्तार हुँदै गाउँसम्म आउने, गाउँको ठुलो धनको क्षति हुने भएकाले यसको पूर्व तयारीका लागि हामीले एउटा चाँडै नै एउटा चाहिँ जिल्ला र चाहिँ हामीसँग वरिपरि विपक्ष पनि बस्ने निर्णय गरिरहेका छौँ। तर त्योभन्दा अगाडि पनि हाम्रो आफ्नो गतिविधि अगाडि बढाइरहेका छौँ। सबैभन्दा ठुलो अहिले आगलागीको प्रकोप यो सुक्खाग्रस्त क्षेत्र पनि हामी कहाँ छ। त्यसले गर्दाखेरि चाहिँ डडेलोको जोखिम हामी कहाँ ठुलो मात्रामा रहिरहेको छ। डडेलोको जोखिम नियन्त्रण गर्नका लागि हामी कहाँ दुईटा उपायहरू मेजरली हामीले फोकस गरेका छौँ। पहिलो चाहिँ डडेलो लाग्नुभन्दा अगाडिको पूर्व तयारी कसरी गर्ने भन्ने कुरा हामीले बढीभन्दा बढी टार्गेट गरेको कुरा हो। दोस्रो विषय भनेको चाहिँ डडेलो लागिसकेपछि कसरी त्यसलाई रोकथाम गर्ने भन्ने दोस्रो कुरा हो। लाग्नुभन्दा अगाडि हामीले चाहिँ जनचेतनामूलक कामहरू बढीभन्दा बढी गरिरहेका छौँ। यसमा सामुदायिक वनको पनि असली ठुलो सहयोग छ। वन डिभिजन वन कार्यालयले असली ठुलो सहयोग गरिरहेको छ। लागिसकेपछि आगो नियन्त्रण कसरी गर्ने भन्ने हाम्रो चासो रहन्छ। आगलागीको नियन्त्रण गर्नका लागि पनि हामी कहाँ चाहिँ डिभिजन वन कार्यालयले हामीलाई चाहिने आवश्यक उपकरण प्रदान गरिसकेका छ। अहिले हामीले यो जिल्ला विपद व्यवस्थापनको हामी कहाँ चाहिँ यो उसमा ल्याएर त्यसलाई राखेका छौँ। त्यहाँदेखि बाहेक हामीले गाउँपालिका र नगरपालिकामा अनुरोध गरेका छौँ। डडेलो नियन्त्रण गर्नका लागि हामीलाई यो इक्विपमेन्टहरू चाहिन्छन्, कुनै पनि प्रकारको विपद व्यवस्थापन गर्न यो इक्विपमेन्ट चाहिन्छन् भन्दा हामीले गाउँपालिकालाई नगरपालिकालाई अनुरोध गरेका छौँ। उहाँहरूले पनि हामीलाई चाहिने आवश्यक सामग्रीहरू प्रदान गरिदिनुहुन्छ र उहाँहरूले प्रदान गरेको सामग्रीहरू चाहिँ हामीले फेरि दिने भनेको त सुरक्षा निकायमै हो होइन। त्यसैले नेपाल प्रहरी र सशस्त्र प्रहरी बललाई नै हस्तान्तरण गर्छौँ। अब जेनरली हामी कहाँ अपराधको अनुसन्धान अरू कुरामा नेपाल प्रहरी व्यस्त हुने भएको कारणले गर्दाखेरि चाहिँ विपद व्यवस्थापन, डडेलो नियन्त्रण लगायतको कामहरूमा बढी फोकसिङ गरेर चाहिँ सशस्त्र प्रहरी बल नै हो फ्रन्ट लाइनमा खटिने। त्यसैले हामीले उहाँलाई पनि जनशक्ति पनि उहाँहरूसँग काबिल जनशक्ति हुनुहुन्छ, क्षमतावान जनशक्ति हुनुहुन्छ। उहाँहरूको सिप र साधनलाई प्रयोग गर्ने गरी हामी त्यो जनशक्ति प्रयोग गर्ने गरी उहाँलाई नै बढीभन्दा बढी साधन उपलब्ध गर्ने अवस्था पनि यहाँ रहेको छ। प्रयासहरू यसलाई नियन्त्रणका निम्ति गरिएका प्रयासहरू हामीले गरिरहेका हुन्छौँ, तर यो प्रयास हामी बीच सीमित रहँदैन। जिल्ला वन कार्यालय अनि नेपाल सरकार र स्थानीय सामुदायिक वन उपभोक्ता समितिको राम्रो खालका प्रयासहरू हुन्थे, डडेलो नियन्त्रण हुन्थ्यो। अहिले चाहिँ के छ भन्दाखेरि उपभोक्ता समितिहरूको पनि निष्क्रियता देखिन्छ। अब सामुदायिक वनप्रतिको अपनत्व घट्दै गएको जस्तो अनुभूति भइरहेको छ। यता जिल्ला वन प्रदेश स्तरको चाहिँ तपाईँको जिम्मेवारी र हाम्रो सङ्घीय जिम्मेवारीबाट पनि खासै प्रयत्नहरू भएको देखिँदैन। तर यसलाई अब यो प्रयत्न नहुँदाखेरि चाहिँ हाम्रा जो हरियो वन छन्, सामुदायिक वनहरू छन्, अब यस्ता वनहरू हाम्रो देशको अमूल्य सम्पदाहरू अहिले घट्दै गएको अनुभूति भइरहेको छ। वन तथा भू संरक्षण विभागले गर्ने सचेतनात्मक अभियानको मुख्य कडीको रूपमा वर्षेनी साताव्यापी डडेलो रोकथाम सप्ताह त्यसैको ज्वलन्त उदाहरण हो। आफू सम्बद्ध सबै निकायसँगै प्रदेश सरकारका सम्बन्धित मन्त्रालय र अन्य निकायहरूलाई पनि परिपत्र गरी सचेतनाको सो अभियानमा सहभागी हुन प्रेरित गरे बमोजिम सबैको साथ र सहभागिताले डडेलो नियन्त्रणको सप्ताहव्यापी सचेतनाको अभियान देशैभरि सम्पन्न हुने गरेका छन्। राष्ट्रिय स्तरमा
वन डडेलो सप्ताह मनाइरहने सन्दर्भमा चाहिँ सबै सरकारवालाहरूको पुलिस प्रशासन स्थानीय निकाय सबैको चाहिँ सहभागितामा हामीले विभिन्न गोष्ठीहरू सचेतना कार्यक्रमहरू पनि सञ्चालन गरेका थियौँ। विभिन्न स्थानहरूमा चाहिँ हामीले जनचेतनामूलक सामग्रीहरू पनि प्रकाशन गरेर जनचेतना बढाउने काम गरेका छौँ र सँगसँगै विभिन्न अध्ययनहरूबाट फिल्ड अभ्यासबाट के देखेको छ भन्दाखेरि धेरैजसो वन डडेलोका घटनाहरू चाहिँ मानवीय कारणले नै हुने भएको हुनाले हामीले चाहिँ विशेष सामुदायिक वन उपभोक्ता समूहहरू स्थानीय जनसमुदायहरूलाई चाहिँ के आग्रह गर्न चाहन्छु भन्दाखेरि वन क्षेत्रमा जाँदाखेरि हामी एकदमै होसियारीपूर्वक जानुपर्ने हुन्छ र वन डडेलो व्यवस्थापनको लागि चाहिँ हामीले वन क्षेत्रमा विशेष किसिमको हेरचाह अथवा विशेष किसिमको चाहिँ सावधानी अपनाउनु पर्ने हुन्छ। त्यो भएको खण्डमा चाहिँ पक्कै पनि वन डडेलो व्यवस्थापन ठुलो कुरो हुँदैन, यो व्यवस्थापन भएर जान्छ भन्ने कुराहरू चाहिँ म भन्न चाहन्छु। यसलाई चाहिँ हामीले विशेष तयारी गर्नुपर्छ र यसमा हामीले सचेतनाको साथसाथै अब यो सामग्रीहरू वितरण गर्ने, त्यसपछि गएर स्थानीय स्तरमा जिल्ला स्तरमा बैठक गरेर अनि यो फायर रेस्पोन्स टिमहरू भोलिन्टियरहरूलाई पनि परिचालन गर्ने र हामीसँग उपलब्ध भएका जे जति चाहिँ यो अग्नि नियन्त्रण सामग्रीहरू छन् तिनलाई पनि एकदम ठिक ठाउँमा चाहिँ तयारी साथ राख्ने र त्यसलाई प्रयोग गर्ने भनेर चाहिँ भनेका छौँ र हामीले विषयमा सामुदायिक वनहरू अन्य वन सम्बन्धी समूहहरूलाई पनि हामीले अनुरोध गरेका छौँ र अहिले हामीले पछिल्लो समय यो प्रविधिहरूको प्रयोग गरेर ड्रोनबाट पनि अनुगमन गर्ने र रियल टाइम छिटै नै त्यसको सूचना प्राप्त भयो भने सानो आगो लाग्ने बित्तिकै थाहा भयो भने त्यसलाई नियन्त्रण गर्न सकिन्छ भनेर पनि यो सुरुवात पनि कतिपय ठाउँ भएको छ र यसलाई हामीले प्रमोट गर्नुपर्छ भनेर हामीले सकेसम्म यस्तो सामग्री अब चाहिँ अलिक प्रविधियुक्त उसमा जानुपर्छ, विधि उसमा जानुपर्छ भनेर यसलाई पनि हामीले प्रथममा राखेका छौँ। कार्यक्रम बनाउँदाखेरि पनि यो विषयमा छलफल भइरहेको छ र अब चाहिँ विशेष गरी हाम्रो जति चाहिँ तयारी हामीसँग जे जति सामान छ, सामग्रीहरू छ, हाम्रो जनशक्ति छ, त्यसलाई राम्रोसँग परिचालन गर्न सक्यो भने डडेलो नियन्त्रणमा चाहिँ सहयोग पुग्छ र विगत वर्षदेखिको अहिले पछिल्लो 1-2 वर्षदेखि यो राम्रो सफलता पनि पाउँदै गएको छ। यो हरेक वर्ष कहीँ परिपत्र होस् नहोस् हामीले चाहिँ हरेक वर्ष हाम्रो वार्षिक कार्यक्रम पनि हुन्छ डडेलो चाहिँ व्यवस्थापन गर्ने, नियन्त्रण गर्ने भनेर हामीले यसलाई चाहिँ पहिलो चाहिँ प्रचार प्रसार गर्ने। हाम्रो देशमा डडेलो लाग्नको कारण प्राकृतिक भन्दा पनि मानवीय कारण छ। मानवीयमा पनि इन्टेन्सनल भन्छ, मान्छेको मनसायले नै जानी लगाइने आगो को चाहिँ 60% भन्दा बढी आगो जानी लगाइने र मानवीय कारणले चाहिँ नि 95% जति आगो लाग्ने भन्ने कुरो चाहिँ हाम्रो चाहिँ अध्ययनहरूले पनि चाहिँ बताएका छन्। त्यस कारणले चाहिँ हामीले सचेतनाको लागि चाहिँ प्रचार प्रसार गर्ने, होर्डिङ बोर्ड राख्ने, माइकिङ गर्ने, तालिम दिने त्यो गरेका छौँ र वन समूहमा चाहिँ डडेलो लागिहाल्यो सामुदायिक वन क्षेत्रमा भने पनि त्यो धेरै फैलिन नपाओस् र निभाउनु पनि सजिलो छ भनेर समूहको चाहिँ साझेदारीमा कहीँ स्थानीय तहको पनि साझेदारीमा हामीले अग्निरेखाहरू नियन्त्रण गर्ने, झाडी सफाई गर्ने, पहिला भएका अग्निरेखामा थुप्रेका पातपतिङहरूलाई सोरेर दायाँ बायाँ मिल्काउने, कहीँ पोलेर चाहिँ त्यसलाई चाहिँ व्यवस्थापन गर्ने र कतिपय ठाउँ चाहिँ सोरेर लगेर चाहिँ हामीले चाहिँ त्यसलाई मल बनाउनको लागि पनि चाहिँ उद्यमीहरूलाई सहयोग गर्ने यस्ता कामहरू गरेका छौँ। तर यी कामहरू के छ भने पर्याप्त छैन बजेटको कारणले र हाम्रो चाहिने घोषित चाहिने कार्यक्रमहरू पनि कमी भएको कारणले गर्दाखेरि र समूहमा पनि केही निष्क्रियता आएको। पहिला जस्तो समूहहरू सक्रिय अवस्थामा पनि चाहिँ नभएको अवस्था पनि छ अहिले। त्यसले गर्दाखेरि हामीले चाहिँ व्यापक रूपमा चाहिँ यो डडेलो लाग्नै नदिने र लागेपछि नियन्त्रण गर्ने काम चाहिँ एकदम गरिरहेका त छौँ, तर चाहिँ एकदम पर्याप्त चाहिँ छ जस्तो चाहिँ मलाई लाग्दैन। हाम्रो डडेलो नियन्त्रण सप्ताह भनेर वन विभागले प्रत्येक वर्ष चाहिँ मनाउनको लागि डिभिजन वन कार्यालयहरूलाई चाहिँ परिपत्र गरेको हुन्छ। पानी परेको हुँदाखेरि चाहिँ अहिले पनि पानी पर्ने जस्तो चाहिँ मौसम छ, त्यसले चाहिँ डडेलो लाग्न नदिन चाहिँ धेरै सहयोग पुर्याएको छ। र अर्को हामीले के गरेका छौँ भने स्थानीय तह अनि प्रहरी प्रशासन र उपभोक्ता समूहहरूलाई चाहिँ हामीले आगलागी यदि भइहाल्यो भने नियन्त्रण गर्नको लागि चाहिँ हामीले फायर फाइटिङ टुल्सहरू पनि दिएका छौँ। त्यस्तै गरी हाम्रा जुन विभिन्न हाम्रा 6वटा सब डिभिजनमा चाहिँ हामीले
सचेतनाका कार्यक्रमहरू पनि सञ्चालन गरेका छौँ र एउटा चाहिँ हामीले आगलागीको लागि चाहिँ यसपालि प्रचार प्रसार अन्तर्गत चाहिँ एउटा डट पेन र एउटा ब्याज पनि बनाएको छौँ डिभिजन वन कार्यालय काठमाडौँले र हामीले त्यो सप्ताहमा चाहिँ हामीले प्रचार प्रसारको लागि चाहिँ गाडी भाडामा लिएर पनि हामीले यो जुन वन डडेलो व्यवस्थापनको लागि चाहिँ प्रचार प्रसार गरेका थियौँ। त्यसमा हामीले विभिन्न विद्यालयहरूतिर जाने होइन अनि त्यसै गरी विभिन्न यो स्थानीय तहका प्रतिनिधिहरूसँग समन्वय गर्ने भेटघाट गर्ने गरेर स्थानीय तह अनि जस्तै सामुदायिक वन हाम्रो सबैभन्दा ठुलो अङ्ग सामुदायिक वनसँग सबै गरेर हामीले 7औं दिनमा चाहिँ र्याली पनि गरेर एउटा कोटसभा गरेर गऱ्यौँ जनचेतनाको लागि। अनि हामी अर्को काम के गर्दैछौँ फायर लाइनको काम पनि हामी गर्दैछौँ फायर लाइनको सरसफाइहरू पनि गर्दैछौँ होइन। अनि मेन चाहिँ यो डडेलोमा के रहेछ जनचेतना नै रहेछ। अर्को कि त प्रकृतिले साथ दिन पर्यो अहिले जसरी साथ दिइरहेछ पानी परिरहेछ होइन। जिल्लाको सुरक्षा संयन्त्रसँग पनि समन्वय गरिकन आगो लागिगयो भने त्यो आगोलाई नियन्त्रण गर्नका लागि सबैले सबै ठाउँबाट प्रयत्न गर्नका लागि हामीले आह्वान गरेका छौँ। सँगसँगै यदि आगलाई विगतका दिनहरूमा आधा दर्जनभन्दा बढी जिल्लाहरूमा मानवीय चाहिँ क्षति पनि भएको हामीलाई थाहा छ। त्यो भएर त्यो मानवीय क्षति नहोस् आगलागी भइहाल्यो भने पनि त्यो मानवीय क्षति नहोस् भन्नका लागि पनि हामीले अलि बढी चाहिँ सचेत गराएका छौँ। जस्तो अब डिभिजन वन कार्यालयले नै रेडियो प्रसारको लागि रेडियो बजाइरहेको छ। हामीले महासङ्घले पनि छुट्टै एउटा त्यो सन्देशमूलक जुन यो डडेलो सम्बन्धी सन्देशमूलक हामीले विज्ञापनहरू बजाइरहेका छौँ। विशेष गरेर हामीलाई दक्ष चाहिँ बनाउने वन डिभिजन कार्यालयले नै हो र उसकै ससर आफ्नै छ प्रायः जस्तो वन क्षेत्रमा भिड्नलाई र उसले गरिरहेको छ। यस्ता जनचेतनामूलक कार्यक्रमहरू पनि सरकारी स्तरबाट पनि हुनु पर्यो। जस्तो वन विभाग भनिया छ अब वन विभागले गर्ने कामहरू धेरै देखिन्छ तर यहाँनिर खासै अब गरेको जस्तो देखिँदैन। यो पटक पनि चैत महिनाको पहिलो हप्ता डडेलोको हिसाबले जोखिम रहेका क्षेत्रहरूलाई केन्द्रित गरेर फिल्ड स्तरमा र जिल्ला स्तरमा वन डडेलो नियन्त्रण सचेतना सप्ताह देशैभरि सम्पन्न भयो। यो सचेतना कार्यक्रमले स्थानीय स्तरमा डडेलो नियन्त्रणमा प्रभावकारी भूमिका निर्वाह गर्यो। वन तथा भू संरक्षण विभागले डडेलो लाग्नबाट जोगिन र जोगाउनको निम्ति परिपत्र बमोजिम तिती निकाय र अन्य सम्बद्ध सबैको पहलले डडेलो नियन्त्रण सचेतनाको कार्यक्रम देशैभरि सफलताको साथमा सम्पन्न भएको छ। स्थानीय अन्य निकाय र डडेलो प्रभावित क्षेत्रका समुदायको यो हातेमालोले वर्षेनी हुन सक्ने थप जोखिम र क्षति खतिलाई देशैभरिबाट न्यूनीकरण गर्न सकेको बताउनुहुन्छ वन तथा भू संरक्षण विभागका महानिर्देशक धीरेन्द्र कुमार प्रधान। डडेलो व्यवस्थापनको लागि सबै सरकारवालाहरू एकजुट भई लागि पर्नु एकदम जरुरी छ। अब वन तथा भू संरक्षण विभागको एकल प्रयासले मात्रै यो वन डडेलो व्यवस्थापन हुँदैन। सबै सरकारवालाहरूको सहयोग समन्वय र साझेदारीमा चाहिँ वन डडेलो व्यवस्थापन गर्न सकिने भएको हुनाले हामीले सबै सरकारवालाहरूलाई यहाँबाट परिपत्र पनि गरेका थियौँ। सरकारको आह्वान अनुसार विगतका वर्षहरूमा भन्दा पछिल्ला वर्षहरूमा स्थानीयले सचेतनाको कामलाई बढी सफल बनाएको देखिन्छ। हिउँदमा जम्मा भएर बस्ने पत्कर, सुकेको झिँजामिजा र अन्य सुक्खा वस्तुलाई समयमै जङ्गलबाट हटाई अग्निरेखालाई बेलैमा व्यवस्थित बनाउँदा पनि हुन सक्ने डडेलोबाट धेरै ठाउँका वन क्षेत्र जोगिएका छन्। वन जङ्गल जोगिँदा वनसँगै वनमा बास बस्ने अनेकौं प्रकारका जीव जनावर र किरामिराको पनि जीवन जोगिएको छ। उदयपुर जिल्लामा वन पर्याप्त छ। त्यो वनमा चाहिँ यति बेला पत्करहरू झर्ने त्यसले चाहिँ मौसम परिवर्तन अनुसार आफ्नो पत्करहरू झर्ने रूप परिवर्तन गर्ने प्राकृतिक रूपले रूप परिवर्तन गर्ने र पुराना पातहरू झर्ने र नयाँ पातहरू पलाउने बेलामा तल चाहिँ एकदमै पात पत्करहरू भएकोले झिक्राहरू भएकोले सुखा भएकोले चाहिँ डडेलोहरू एकदमै लाग्छ। डडेलो लाग्न नदिनको लागि प्रयासहरू स्कुलहरूमा सामुदायिक वनका पदाधिकारीहरूमा जङ्गल छेउका जनताहरूमा जनचेतनामूलक कार्यक्रम के गरिएको छ भनेदेखि सीमाङ्कन गर्ने। जस्तै पत्करहरू भेला भएको छ भने त्यो पत्करहरू पर टाढा ल्याउने एक ठाउँबाट आगो लागि अर्को ठाउँबाट सरेर जान सक्छ। एक अर्को तत्काल कसैले आगो लगाइदिइहाल्यो भनेदेखि तुरन्त जनताहरूको सहभागितामा वन समिति वन महासङ्घ रेड क्रस लगायतका आगो चाहिँ निभाउने कार्यक्रम र त्योभन्दा पनि ठुलो आगो आयो र अलि अप्ठ्यारो भयो भनेदेखि स्थानीय सरकारसँग समन्वय गरेर दमकल लगायतका कार्यबाट पानी छिटेर पनि वनलाई चाहिँ डडेलो हुनबाट जोगाउने र डडेलो लागिहाल्यो भनेदेखि अगाडि बढ्न नदिने कार्य भइरहेछ।
वन डडेलामा निकै कमी आएको छ। त्यसैले वन जोगाउने मात्र होइन, वनको उचित उपयोग र समयमै व्यवस्थापन पनि महत्त्वको रहेको छ भन्ने स्थानीयले बुझेर सुक्खा भई डडेलोको प्रकोप अघि नै ज्वलनशील पदार्थ वनबाट हटाउन थालेका छन्, जसले स्थानीयलाई आय आर्जन बढाएको छ भने वनको व्यवस्थापन गर्न जान्दा वनको गुणस्तरमा पनि वृद्धि भएको छ। वन जङ्गलको संरक्षण र सदुपयोगसँगै वर्षेनी हुने डडेलो नियन्त्रणमा स्थानीय र सम्बन्धित सरकारवाला निकायको पनि सक्रिय सहभागिता छ। सरकारवाला निकाय र स्थानीयको धारणा निकै उपयोगी छ, जसले डडेलो नियन्त्रणमा उल्लेख्य उपलब्धि हासिल भएको छ। वन तथा वातावरण मन्त्रालय वन तथा भू संरक्षण विभागको आह्वानमा मनाइने सचेतनाको कार्यक्रमलाई विद्यालय र क्याम्पसहरूमा पनि लगेको हुनाले विद्यालय र क्याम्पसको सो सचेतनाको कार्यक्रमले डडेलो र अग्नि नियन्त्रणमा पूर्व तयारीको उपयोगी सिकाइ समुदाय स्तरमा पुगेको छ। विभागका उपमहानिर्देशक धनञ्जय लामिछाने सकेसम्म सबै प्रदेश र डिभिजन वन कार्यालयहरू र जिल्लाको अन्य विपद व्यवस्थापनका चाहिँ संलग्न कार्यालयहरूलाई पनि समयमै तयारी अवस्थामा रहने भनेर हामीले विगतदेखि नै भन्दै आएको हो र अहिले पनि हामीले यसको यो सुक्खा मौसम सुरु हुनुभन्दा अगावै पुष माघदेखि नै यसलाई हामीले छलफलमा पनि ल्याएका छौँ, अन्तर्क्रियाहरू पनि गरेर एउटा म्यासेज चाहिँ पठाइसकेका छौँ। त्यसै सन्दर्भमा हामीले रेडियोहरूबाट सचेतनाहरू पठाउने, त्यसपछि मिडियाहरूबाट पनि यसलाई चाहिँ हामीले जनतालाई सूचित गराउने गरिरहेका छौँ र अहिले अब धेरै चाहिँ सरकारवालाहरू, इभन सामुदायिक वनहरू, अब हाम्रो स्थानीय जनताहरू पनि यो डडेलोप्रति एकदमै सजग भएको हामीले पाएका छौँ र हाम्रो खास गरी हाम्रो कार्यान्वयन गर्ने निकायहरू, डिभिजन वन कार्यालयहरूले र यता निकुञ्जका कार्यालयहरूले पनि उहाँहरूले पनि यसलाई चाहिँ अहिले विशेष तयारीका साथ अहिले भर्खरै हामीले चैत 1 गतेदेखि 7 गतेसम्म सबै जिल्लाहरूमा डडेलो नियन्त्रण व्यवस्थापन सचेतना सप्ताह पनि मनायौँ र त्यो एकदमै सफल पनि भएको छ। त्यो समयमा त्यो बेलामा कहीँ डडेलो पनि लागेन र सौभाग्यवश प्राकृतिक रूपले पनि पानी पनि वर्षातको पनि भएको हुनाले चाहिँ त्यो चाहिँ एकदमै राम्रो सफल भएको छ। हरेक वर्षको सुक्खायाम चैत 1 गतेदेखि जेठको मसान्तसम्म अग्नि नियन्त्रण रेखा व्यवस्थित राख्न मात्र होइन, कहाँ कहाँ डडेलोको प्रकोप रहेको छ ती ठाउँको बारेमा सम्बन्धित निकायलाई जानकारी पठाउने। यदि डडेलो लागिहालेको बखतमा त्यसको जानकारी सम्बन्धित निकायलाई बेलैमा गराउँदा मात्रै पनि जोखिमको ठूलै चुनौतीलाई टार्न सकिने अनुभव छ स्थानीय सरकारवाला निकायसँग। उत्प्रेरणा गर्ने, डडेलोको विवरण तयार गर्ने जस्ता कार्यले पनि डडेलो नियन्त्रणमा सघाउ पुगेको बताउँछन् सम्बन्धित सरकारी अधिकारी र अन्य सरकारवालाहरू। अब हिजोको समय हेर्दाखेरि निकै जटिल अवस्था हुन्थ्यो, निभाउन जानलाई को जानु पर्थ्यो त भन्दाखेरि वन समिति गठन भएको छ, वन समितिले नै जाने क्रम थियो। तर अहिले आएर चाहिँ के भएको छ त भन्दाखेरि त्यो वन समितिलाई सहयोग गर्न चाहिँ सशस्त्र प्रहरी बेसी क्याम्पबाट पनि खट्नु भएको छ, इलाका प्रहरी कार्यालयबाट पनि हरेक समयमा चाहिँ खट्नु भएको छ, जसले गर्दा आगलागी नियन्त्रण लगभग आग लागेको 1-2 घन्टा भित्रमा नै त्यसको निराकरण हुने काम अहिले परिचालन भइरहेको छ। पहिलो कुरा त डडेलो लागिसकेपछि नियन्त्रण नै चुनौतीपूर्ण छ। एक्लो वा एउटा निकायको प्रयास सफल हुँदैन। त्यसैले वनका कर्मचारी, प्रशासन, सुरक्षा निकाय, स्थानीय सरकार, समुदाय लगायत सम्बद्ध सबैको सहभागिता भएमा र जोखिमरहित तरिका अपनाए मात्रै आगोलाई नियन्त्रण गर्न सकिन्छ। सबैको सक्रियताको साथ अग्नि नियन्त्रणमा काम गर्ने गरी टास्क फोर्स बनाएर राख्ने गरेकोले हालैका दिनमा यस्तो संयुक्त समूहले डडेलो नियन्त्रणमा प्रभावकारी भूमिका खेलेको छ। यस्तो फोर्सले पहिलाको तुलनामा हालैका वर्षहरूमा उल्लेख्य उपलब्धि हासिल पनि भएकै छ। सीमित स्रोत साधनको बावजुद पनि स्थानीय वन उपभोक्ता समूहहरू, डिभिजन वन कार्यालयहरूले आगलागी नियन्त्रणका प्रयासहरू गरिरहेका छन्। यसमा चाहिँ सशस्त्र प्रहरी, नेपाल प्रहरी, नेपाली सेना लगायत सम्पूर्ण सुरक्षा निकायहरूको पनि उत्तिकै महत्त्वपूर्ण योगदान रहेको छ। म यही मार्फत चाहिँ सम्पूर्ण सुरक्षा निकायहरूलाई पनि धन्यवाद दिन चाहन्छु। र सँगसँगै अब सीमित स्रोत साधनको बावजुद पनि डिभिजन वन कार्यालयहरू, सुरक्षा निकायहरूले चाहिँ आगलागी नियन्त्रणमा भरपुर प्रयास गरिरहनु भएको छ र
डिभिजन वन कार्यालयहरूसँग केही सीमित स्रोत साधनहरू नियमित बजेट प्रक्रिया मार्फत जाने गर्दछ। सीमित स्रोत साधनका बावजुद पनि उहाँहरूको अथक प्रयासको लागि म धन्यवाद दिन चाहन्छु। समुदाय स्तरमा भएका नियन्त्रणको प्रयासले देशको सबै ठाउँमा सकारात्मक भूमिका खेलेको छ। सरकार र समुदायको यो हातेमालो कायम रहँदा भोलिका दिनमा पनि थप उपलब्धि हासिल हुनेछ। आगजनीबाट हुन सक्ने क्षति क्षतिको पूर्व जानकारी गराएर सचेतनाका कार्यक्रमलाई अघि लग्ने हो भने यसको क्षतिलाई पूर्ण रूपमा न्यूनीकरण गर्न पनि सकिन्छ। डढेलो नियन्त्रणमा सचेतना अभियानमा तपाईँ हामी सबैको हातेमालो सधैँ भइरहोस्। हस् त दर्शकवृन्द, यहाँलाई यो कार्यक्रम कस्तो लाग्यो? आगामी साता पनि यस्तै विविध सामग्री लिएर उपस्थित हुने नै छौँ। त्यतिखेर सम्मको लागि म लगायत हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।